हाम्रो सुन्दर भिलेजमा तपाईहरु सबैजनालाई स्वागत छ। आज चाहिँ म भिडियो ब्लग जे भने पनि भिडियो एन्ड ब्लग लिएर तपाईहरु सामु उपस्थित भइसकेको छु। फाइनली अहिले चाहिँ हाम्रो गाइजहरु डोगोसोको बोकेर रेडी भइसकेको छ दाउरा काट्न जानुको लागि मैदानमा उत्रिसकेको छ। ओइ तिमीहरु मैदानमा उत्रिसकेको नउत्रेको भन्दा यो चाहिँ खोइ उत्रेको छिटो भन्न हौ। खोज्ने के भन्छ म आस्तला भने डोको खोज्दै छ। डोको राम्रो नभेटेर खोजिरहेछ। फेरि कुखुरा हो र त्यहाँ बसेको? म काममा बनाइदिन्छु। देखा न फोटोमा खिचिरहेको म चिनेले। अरे महाकाल हाइट फोटो बनाउँछ यहाँ छ। फेरि अब भाइ तेरो आज ब्ल्याक पुलिस हानि बोला त हाल्नु दाउरा खोज्न जानुको लागि टोलीहरु चाहिँ रेडी भइसकेको छन्। खोइ ठिक परेको तिमीहरु चाहिँ फेरि नोमा ठिक भइसक्यो अघि नै। ओए यसले काम नि सकिदिएन। नाम लगाउन आउँछ? यो त धेरै तल भयो नि त यो। या भित्र छ रे। दिदी अस्तिको ढोका रे। कुन अस्तिको? ओए अस्तिको मुडा। एक केजी यहाँ भित्र छ। मैले यहाँ भ्लग बनाइदिइराखेको छु भन्दा यो यार टपकै नि बारे डबिङ गरेर जान्छ त। डबिङ भनेको त्यो डबिङ भनेको थाहा छैन रहेछ यार यसलाई। सुन त्यो भिडियो एडिट गर्छ नि त्यतिखेर बोल्छ नि त्यसलाई डबिङ भनिन्छ क्या। यो छोटो भयो काम हो। मधुर आयो त। लाइट पनि भाइ हामी चाहिँ दाउरा काट्नु रेडी भएर गइसकेको छौँ। सबै दाउरा काट्ने मान्छेहरू ब्लग बनाउँदै हिँडेको। यहाँ यो चाहिँ हाम्रो गाउँ निक्लाजुङचा डाङ्गे टोल भन्ने ठाउँ। आम्मामा दाउरा खोज्ने मान्छे त बाफ्रे। कन्या भनेको होइन? पञ्चमी अरे तिमीहरूलाई चाहिँ कता लान्छ अरे ठुलो क्लासको मान्छेलाई? 8, 9, 10 10को त अस्ति गइसक्यो होला। 8, 9, 7 को लागि तिमीहरू पनि जाने हो? पैसा दिनु भएन नि मम्मीहरूलाई माग न। उसलाई पनि दाउरा खोज्नु डर लागेको छ। दाउरा खोज्नु आउँदैछ सानो बहिनी पनि। 600 रुपियाँ अरे। अनि खानु चाहिँ त्यहीँ दिन्छ कि त्यो पैसा भाडा मात्र 600 रुपियाँ भाडा मात्र? तिमीहरूलाई त 1500 रुपियाँ पुग्छ त। अनि तिमीलाई चाहिँ कहाँ लान्छ अरे पिकनिक सरहरूले? दाउरा काट्ने मान्छेहरू यहाँ पुरा बसिरहेछ। दाउरा काट्नु आएको अरे खेली पो रहेछ पुरै। यो लड्काहरू त वन मान्छेहरू त लड्न म भिडियो गर्छु क्या।
तिमीहरू लड न म भिडियो गर्छु छिटो छिटो लड न छिटो लड न अनि लु आइ तँलाई बजाउनु फेरि बजा त आमा खतरा गर्छु त बजा लु बजा पल्टाउँछु त एकछिन बित्दैन अरे सोरे सुकेछ नि फेरि त गर्दा लु त फेरि बोका जस्तो फेरि गर्दा फेरि गर्दा मलाई आउँदैन तँ गर न तँ छिटो न छिटो आयो रमुला आदिवासी त्यो राम्रो सोध्नु न यसले चाहिँ आज आफ्नो आफ्नो कला देखाउनु पर्ने हुन्छ है अब ल खतरा खतरा कला देखाइ कसले खतरा देखाउँछ अनि म हेर्छु कसले खतरा देखाउँछ हेरौँ है यो आलु देखाउनु को फर्स्ट देखाउने भन् त देखा लु तँ देखा नि त त्यसो भए तैँले खतरा गर्छ अघि जस्तो देखा छिटो न म चाहिँ हेर्न त्यस्तो कला हुन्छ अर्कै चाहन्छ त गर्न तेरो पालोहरू एउटा देखा एउटा एउटा कसको दिएर हो छिटो देखा न ओइ त्यो त्यस्तो त्यस्तो कला नदेखा लड्छ ओइ त्यसलाई पक्रियो लड्छ ओइ आऊ त्यस्तो कला चाहिँ नदेखा है फेरि त्यस्तो डर लाग्ने कला चाहिँ नदेखा न तँ देखा अब तँ देखा छिटो बसी बसेको कला देखाइ सायले 3टा कला देखा तँलाई जितिसक्यो म एउटा कला राख्छु छिटो छिटो झिक काट छिटो झिक न तेरो पालो झिक अनि चिक के अरे झिक अनि चिक के भयो तेरो युट्युबमा लाउँछ नि तेरो मम्मीले देख्छ नि झिक अनि मिलिक्क